अहिले अशक्ति बस्यो गइयो भने यो पाउ अगाडि बढाइयो भने के भन्नुहुन्छ कर्ममा लागु जो चरण की धन्य भलाइए पुण्य लाखतले लाभैया मेरे जीवको यही जीवन जुन भक्तको पाउ तीर्थ जानको लागि आज साधुसन्तको दर्शन गर्नको लागि श्रीमद् भागवत श्रवण गर्नको लागि म जान्छु भनेर हिँड्छ भने यो त्यसको कर्ममा लागु जो चरण धन्य छ किन लाखतले लाभैया भनेको त्यो जुन पैतालामा टेक्दाखेरि त्यहाँ तलपट लाग्छ नि धुलो हो त्यो धुलोको आज त्यो धुलोको मात्रै सिधा मेरो शिरमा पऱ्यो भने म धन्य हुन्छु भनेर भगवान् जन्मजी भन्नुभएको छ कृष्ण कहियालाकी हो त्यस्ता भक्तको दर्शन गर्नको लागि करण पालो निरति नेत्री मेरी जीवनको जीवनमा आज त्यस्ता भक्तको दर्शन गर्नको लागि यो अगाडि बसेको परेर पनि किन अगाडि आएको यो परेर पनि अन्त हर्दै हुन्छ भनेर जन्मजी यस्तो भन्नुहुन्छ भक्त यसरी आज भक्तहरू यो स्थानमा जुन तीर्थस्थलमा गएर हामी यो सत्सङ्ग गरिन्छ भक्तको दर्शन गरिन्छ भने हाम्रो जीवन बनाउनुहुन्छ कृष्ण कहियालाकी
अपन फूले राम से तैयार